नमस्ते साथीहरू, नमस्ते। आज हामी आफ्नो गाउँघरमा हाम्रो पिरम थापाज्यू हाम्रो दाजुको घरको अथारो हाल्ने कार्यक्रममा छौँ। उहाँको अथारो हाल्ने हाम्रो यो यस्तो चलन हुन्छ, सबै गाउँका दाजुभाइहरू नातागोता सबै दाजुभाइ गएर अथारो हालिन्छ हाम्रो गाउँघरतिर। यसरी अथारो हाल्दाखेरि घर मालिकले यसरी लगाइदिन्छन् टिका। उहाँ दाजुको नै हो अथारो। त्यहाँ अथारो हाल्ने मान्छेलाई उता दाइले नमस्कार गरिरहेको छ। नमस्ते नमस्ते दाइ, दाइ नमस्ते दाइ, हाम्रो पहिला दाइ। अनि यता ल दाजुले टिका लगाउँदैछन्। एवं रीतले यता दाउरा चिर्ने मान्छेहरू कत्तर भन्छ यसलाई, त्यो कत्तर हाल्नलाई चिर्ने हो। यसलाई उन्युलाई हामी गाह्रो तल नछिर्ला भनेर उन्युको पनि प्रयोग गरिन्छ। त्यसै गरी ल अङ्कल पनि रहेछन् त्यहाँ। ल साथीहरू उता तल माथि अथारो हाल्ने गर्दै छन्। कोही कत्तर फिट्दैछन्, उन्यु फिट्दैछन्, गाह्रो हाल्ने कार्यक्रम छ, कोरो माटो पानी नमिसिएको माटो हाल्ने कार्यक्रम पनि छ। एकदम रमाइलो छ हजुर, रमाइलो छ। यस्तै छ गाउँघरतिर यस्ता क्रियाकलापहरू। यी सामाजिक कार्य हुन्। यी सामाजिक कार्य सबैको घरमा गर्नुपर्छ, सबैलाई पर्छ यस्तो कुराहरू। त्यही भएर हाम्रो यो एक किसिमको परम्परा नै हो। अङ्कल पनि छन् त्यतातिर, धामी अङ्कल। मैले अब यो फाल्ने प्रयास गरेको छु माटो, गाह्रोको माथि ट्याक्क माटो। ल हाम्रो ज्वाइँ साहब पनि एकदम पर पुर्याउँछन् माटो है ज्वाइँ साहब। ल ल दाइ, ल ल भेरी गुड। ओहो, हात माथि उठाउनु भयो त। ल दाजुले अलि बलियो दाजु छन् हाम्रो यहाँ, उहाँले चाहिने अलि पर फाल्छन्। घरबेटी दाजु पिरम थापाज्यूको घर बन्दैछ। उहाँको घरको यो अथारो हामी हाल्दैछौँ। सम्पूर्ण दाजुभाइ दिदीबहिनी आमा बुवा छन् यहाँ, छरछिमेकका। दाजुले फाल्दैछन्। ठिक छ एकदम भेरी गुड। ल तागतको काम त हो।